नमस्कार, म सम्पूर्ण चितवनवासीहरुमा म लालबहादुर विश्वकर्मा। चितवन क्षेत्र नम्बर 3 बाट सुविधा गौतम उठ्ने पक्का भएको छ। हामी मनैबाट खुसी छौं, साथै मनमा आशाको दियो पनि बालेका छौं। किन बालेका छौं भने मेरो विषयमा त हजुरहरु सबैलाई ज्ञातै छ। म निर्दोष हुँदाहुँदै पनि मलाई सुनसरी जिल्ला अदालतले 3 करोड 14 लाख जरिवाना सहित जेल सजाय तोकेको थियो। त्यतिखेर लाग्थ्यो अब हामी अन्यायमा छौं, हामी अब गरिब अन्यायमा परेकोलाई कसको साथ सपोर्ट मिल्छ भने जस्तो लाग्थ्यो। त्यतिखेर सुविधा गौतम माननीय पनि हुनुहुन्थ्यो, साथै वकिल पनि हुनुहुन्छ। उहाँ आएर मेरो निम्ति बहस गरिदिनु भयो। आज म बाहिर छु, म निर्दोष भएर म बाहिर छु अहिले। एकदम खुसी लागेको छ, उहाँलाई धेरै धेरै धन्यवाद। साथै हामी सधैँ नेताको पछाडी भाग्छौं, तर हाम्रो यहाँ अन्याय परेको छ भनेर हाम्रो पछाडी भाग्ने भनेको एकमात्र सुविधा गौतम हुनुहुन्छ। त्यसैले सम्पूर्ण चितवनवासीहरुलाई मेरो अपिल छ कि आश्वासन हैन, हामीलाई साथ दिने व्यक्ति चाहिएको छ। त्यसैले सबैले साथ दिनु होला। यस्तो सुविधा गौतम जस्तो व्यक्ति प्रतिनिधि देशले खोजिरहेको छ। चितवनमा त अब घण्टी बज्छ देशैभरि पनि बजाउन सक्छ।